विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँ विषय ज्ञापन पत्र। सुदूरपश्चिम जनताको भाग्य भविष्यसँग जोडिएको साझा सपनाको रूपमा रहेको कैलाली जिल्लाको गोदार नगरपालिका वार्ड नम्बर 5 स्थित शहीद दर्शन स्वास्थ्य विज्ञान विश्वविद्यालय यस क्षेत्रका सम्पूर्ण जनताको कठिन तथा लामो संघर्षको प्रतिफल स्वरूप स्थापना भएको कुरा सर्वविदित छ। नेपाल सरकारले 2082 साल जेठ 4 गते प्रतिनिधि सभाबाट शहीद दशचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतमा पारित भई सम्मान्य राष्ट्रपतिबाट प्रमाणित भई कार्यान्वयन समेत भइसकेको छ। यो विश्वविद्यालय सुदूरपश्चिम प्रदेशमा स्थापना भए पनि नेपालको समग्र चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा रहेको दृढ विश्वास लिएका छौं। विश्वविद्यालय सञ्चालनले जनताको चिकित्सा क्षेत्र गुणस्तरीय क्षेत्रमा नयाँ आयाम थप्नेछ भन्ने पर्यटन र रोजगारीका क्षेत्रमा समेत नयाँ अवसरको सृजना गर्नेछ। विश्वविद्यालयको शिक्षण अवस्थामा विशेषज्ञ चिकित्सा उत्पादनसँगै अकालमै ज्यान गुमाउनु बाध्य नागरिकहरूले नयाँ जीवन प्राप्त गर्नेछन्। गम्भीर बिरामी र दुर्घटना पर्दा अन्य प्रदेश र भारतीय अस्पतालमा जानुपर्ने बाध्यताले अन्त्य भई देशबाट बाहिरिने उपचार खर्च समेत जोगिनेछ। वृहत क्षेत्रफल, सुन्दर एवं भव्य भौतिक संरचना र उपयुक्त स्थानमा स्थापित यस विश्वविद्यालयका लागि माननीय मन्त्रीज्यूले निर्वाह गर्नुभएको भूमिकाका लागि हार्दिक धन्यवाद सहित निम्न मागहरू सहित यो ज्ञापन पेश गर्दछौं। आधुनिक उपकरण सहित पूर्ण क्षमताको 600 शय्याको अस्पतालको पुनर्संगठनात्मक संरक्षण तथा व्यवस्थापन ओएमए पारित गरी सञ्चालन गरियोस्। आगामी आर्थिक वर्ष चिकित्सा शिक्षाको एमबीबीएस लगायत अन्य कार्यको पाठन शुरूआत गरियोस्। अतिक्रमणमा परेको विश्वविद्यालयको 4.74 हेक्टर जग्गा विश्वविद्यालयको नियन्त्रणमा लिई भविष्यमा आवश्यक पर्ने खेल मैदान लगायतका अन्य पूर्वाधारका लागि थप 20 बिघा 13.54 हेक्टर जग्गा प्राप्तिको प्रक्रिया तत्काल अगाडि बढाइयोस्। 4 मा विश्वविद्यालय हाताभित्र शहीद दशचन्द्रको शालिग सहितको पार्क निर्माणका लागि 10 कट्टा 0.3 हेक्टर जग्गा उपलब्ध गराइयोस्। विश्वविद्यालय प्रदान गर्ने छात्रवृत्तिमा सुदूरपश्चिम प्रदेश र विश्वविद्यालय अवस्थित स्थानीय पालिकालाई 25% उपचारमा 50% छूट र रोजगारीमा प्राथमिकता दिइयोस्। विश्वविद्यालय सभामा शहीद दशचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थान संघर्ष समिति समन्वय समितिको प्रतिनिधित्व गर्ने व्यवस्था गरियोस्। सचिव धर्म कुँवरजी, सहसंयोजक आनन्द भट्टजी, संयोजक लोकराज पाण्डे आगो, शहीद दर्शन स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समिति। अन्त्यमा मान्य मन्त्रीज्यूले जुन तरिकाले यसलाई अगाडि बढाउन खोजिरहेको छ यसको लागि धन्यवाद दिँदै हामी यो 2 अर्ब 58 करोडको बजेटको लागि समेत हामी मन्त्रीज्यूलाई हार्दिक नमन गर्न चाहन्छौँ। यो धेरै जस्तो तपाईँलाई भएको कुरा त आज छलफल पनि भएको छ, कति भइ पनि सकेको छ, बाँकी अध्ययन गर्नुपर्ने विषयहरू रहेछ त्यो म गर्छु। धन्यवाद।